चाहिँ होइन कि यहाँ मेरो सालीको बिहा छ कि बिहामा प्याज काट्दाखेरि चाहिँ आँसु चुहेरै हिँड्ने ल बिहामा अब काम गर्नै पर्यो हो। यो चाहिँ हाम्रो कम्युनिटी हल हो है, पत्ताबुङ रङ्गिती स्टेट चारधुरेको। यता चिम्लीको प्रब्लम भए तपाईँहरूले कम्युनिटी हल हो है, यसो चिम्लीहरूको लागि यसो बन्दोबस्त गरिदिनुहोस् तपाईँहरूले। अब हाम्रो गाउँमा भएको बिहा हो है, अन्त प्रायः प्रायः चाहिँ अहिले चाहिँ यहाँ चाहिँ प्याकेज सिस्टमहरू भन्छ होइन। अब पहिलाको जस्तो हुँदैन, यहाँ हाम्रो गाउँकै भाइहरू कम्ती ढङ्ग काम गरिरहेछ। बिहा चाहिँ सबैजना समाजकोदेखि लिएको हाम्रो दाजुभाइहरू सबैजनाले खानापिना पकाइरहेको, दिदीबहिनीहरूले काम गरिरहेको होइन। त्यस्तो चाहिँ तपाईँले धेरै देख्नुमा कम्ती पाउनुहुन्छ, किनभनेदेखि अहिले चाहिँ सबै प्याकेज सिस्टम भन्छ होइन। थालमा भात लगाइदिएको हुन्छ, खप्पै खाने मात्रै हुन्छ र यो चाहिँ अब एकदमै पहिलाको जस्तो। रोटी चाकेको बिहाको रोटी दामी रहेछ। भात चाहिँ अहिले चाख्छु एकछिनबाट, भात चाहिँ अहिले एकछिनमा चाख्छु। उहाँहरूले पनि रोटी नै चाख्दैछ। चाहिँ काम गर्नेको चाहिँ केही कमी नै छैन, सबैजना काम गर्ने है उनीहरू चाहिँ खाजा खाँदै रहेछ। अब यता किचनमा अलिकति जान्छु ल म, किचनमा नि चिकनहरू पाकिन्छ के एउटा चिज त पाकेछ, के हो मासु त्यो चाहिँ थाहा भएन। म सोध्नु पनि अप्ठ्यारो लाग्यो कि, यहाँ कुकलाई सोध्नु अप्ठ्यारो लाग्यो त। हाम्रो गाउँकोहरू सबैजना मजाले मसला फ्राई हुँदो रहेछ। भाइ यसमा यो केमा लाउने हो? यो भैँसीको मासुमा। भैँसीको मासुमा च्याटिस बनिने रहेछ नि त आज चाहिँ। हाम्रो यहाँ जसले पोलेको रहेछ कि बिचराले अब रिक्वेस्ट गर्दैछ डढे नि भन्दैछ, तर दामी भएछ रोटी चाहिँ। रोटी चाहिँ दामी भएको छ। कि स्याम त खुवाइ हुँदैछ यिनीहरूको अन्त। हाम्रो आँसुले पनि खाँदैछ, मुखभरि लगाइरहेछ। यो चाहिँ खाना खाने जग्गा अन्त बेहुला बेहुली बस्ने जग्गा हो। यहाँ हाम्रो केटाहरूले सघाउँदै रहेछ, सबै कुरो बनाउँदै रहेछ मजाले। यो चाहिँ यहाँनिर चाहिँ खानापिना खाने अनि बेहुला बेहुलीहरू बस्ने जग्गा हो। यहाँको चाहिँ यस्तो छ है। अन्त सालो तिमी त ढिलो ढिलो पो आयो त हौ। हजुर, म घरमा अलिकति काम परेको थियो कि मेरो। के हो? गाईहरूलाई घाँसेर काट्नु हो, दुध दुहुनु होला, दुध दुहुनु बाँड्नु हो, त्यसमा ढिलो भयो। र पनि आएर तिमीले समाजलाई सेवा त गर्दैछौ। हजुर, गर्दैछु। गुड। आमा बिहानै यस्तो चाहिँ कमान बस्तीको हालखबरहरू चाहिँ यस्तो छ। अब चाहिँ यही हो, नजिकबाट भयो है, बाटोबाट अलिकति मुनि मात्रै हो। एक बर्डिङ लड्यो भनेदेखि स्वात्तै पसिहाल्छ कमिटी हलमा।